हामी चाहिँ पैसा झिकेर आइसकेको छौँ होइन। म र दाइ छौँ। दाइ चाहिँ पुरा अगाडि हिँडिरहेछन्, म चाहिँ पछाडि छु होइन। पैसा चाहिँ जम्मा 10,000 झिकेको छ। पैसा तसँग पैसा चाहिँ पैसा झिकेर आइसकेको छौँ। अब पैसा चाहिँ लगेर कपडाहरू किनबेच गरेर हामी चाहिँ लगभग अब घर फर्किने सल्लाह सुझावमा छौँ। हामी चाहिँ अब ब्याङ्कबाट हिँडिसकेको, ब्याङ्कबाट पैसा अघि नै झिकिसकेको। अझै जस हामी बजार जाँदैछौँ। सो हामी चाहिँ बाक्सिला बजार पुगिसक्यो होइन। होटलमा बसेर हामी चाहिँ मोमो खाँदैछौँ। दाइ चाहिँ पुरा तास खेल्दै हो, म चाहिँ मोमो खान लाग्यो हो। दाइले चाहिँ रक्सी मात्रै खानुहुन्छ, म मात्रै कन्ने पऱ्यो नि त। मोमो चाहिँ ठिक छ। सो हाम्रो बाक्सिला बजार चाहिँ यही हो। एकदम बजार चाहिँ कम लाग्न थालेको छ पहिलाको भन्दा। देख्न सक्नुहुन्छ मान्छे एकदम भिड छ। सो तपाईँहरूलाई म यसो छिरेर पनि देखाउनेछु कतिको भिड छ भन्ने कुरो। खासै म बोल्न चाहिँ पाउँदिनँ त्यहाँनिर। सो बजार चाहिँ यही हो। बाक्सिलाको मोमो चाहिँ यस्तो छ होइन। बाजे ज्याकेट हेरौँ न, कालो होटल कसरी हो ज्याकेटको दाम? 1800 राम ननिकाल्नु हजुर। सो दाइले चाहिँ फोन गरेको रहेछ, दाइ चाहिँ पर छ, मान्छेहरू खासै छैन। हाम्रो बाक्सिला बजार चाहिँ यस्तै छ। घुम्दै फिर्दै मात्रै अघिकै ठाउँमा आइसकेको छु। हामीले चाहिँ सामान सबै किनेर घर फर्किसकेको अवस्था छ। दाइ भने अगाडि, भाइ भने पछाडि सामान किनेर सबै फर्किसक्यो हो। म बजारमा ठिक थियो, पैसा पनि झिकियो, चलाइयो। अब चाहिँ हामी घर जाँदै गरेको, घर पुग्न अझै लाग्छ 15-16 मिनट। अब चाहिँ डाँडामा गएर एकछिन विश्राम गरेर घर तुलुलु नबिसाई